हेलो गाइज वेलकम टु माई च्यानल। तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। अनि आज चाहिँ धेरै नै भयो म यसरी नयाँ ब्लग लिएर नआएको, धेरै नै भइसकेछ। आज धेरै बादमा यसरी एउटा भिडियो लिएर आएको छु। अनि यहाँ चाहिँ तपाईले देखिसक्नु भएको छ यहाँनिर एडिट गर्दै गरेको। यो भनेको चाहिँ हामी आमिन चर्चबाट हामी युथहरूले एउटा सानो कोसिस गरिरहेको छौँ। यो एउटा भिडियो बनाएर अनि हामीले नै गाएर हामीले नयाँ म्युजिक भिडियो निकालेका छौँ। अनि त्यही भएर चाहिँ अनि आज बल्ल हामीले तयार गरिसकेका छौँ। अनि आजको हाम्रो प्लान चाहिँ चर्चमा लिडर्सहरूलाई देखाउने छ, त्यही भएर हामी यहाँ चेक गर्दैछौँ। अनि त्यसपछि हामी एकछिनपछि चाहिँ उहाँको फिडब्याक रियाक्सन भिडियो पनि देख्न सक्नुहुन्छ ल हजुरहरूले। जतिसम्म म भिडियोहरू क्लिपहरू बनाउन सक्छु म त्यति तपाईहरुलाई यस पोस्टमा देखाउने छु है। हामी यहाँ फिडब्याक यहाँ हेरेर धन्यवाद। एउटा दुई शब्द बोल्नु भएको निम्ति धन्यवाद छ। र विशेष तपाईले जुन भिजुअल एउटा भिडियो क्लिप जुन एउटा म्युजिक भिडियो बनाउनु भयो एकदम गुड, एकदम एक्साइटेड भएको छु। र परमेश्वरले तपाईँलाई आशीर्वाद दिनुभएको, तपाईँको सेवकाईमा, तपाईँको प्रमुख गाउने गलाहरूमा, तपाईँको बजाउने हातहरूमा यसरी नै आशीष दिनुभएको छ। आशा गर्दछु तपाईँहरूले पनि एउटा परमेश्वरको नयाँ गीतहरू बनाउनु रचना गर्नुहुनेछ, सङ्गीत भन्नुहुनेछ र फेरि पनि हामी देख्ने मौका हामी पाउनेछौँ आशा गर्दछु। जय मसी, धन्यवाद। जय मसी सबैजनालाई। एकदमै जुन किसिमको भिडियो आज कोयर टिमबाट आमिन चर्च कोयर टिमबाट यसरी हामीले हेर्न पायौँ, धेरै धेरै आशिष भएका छौँ। अनि धेरै धेरै कङ्ग्रेचुलेसन्स। धेरै राम्रो भिडियो बनेको छ। आउँदो दिनहरूमा पनि यो एकदमै राम्रो भिडियो बन्न सकेको होस् हामी प्रार्थना गर्नेछौँ। हर हमेसा हामी कोयरको पछाडि हामी जहिले पनि कोयरलाई हामी सहायता गर्नेछौँ। अनि आउँदो दिनमा धेरै राम्रो भिडियो फेरि हामीले हेर्न पाउँ भनेर यही छ। फेरि पनि जय मसी। फिडब्याक तपाईँलाई कस्तो लाग्यो यो म्युजिक भिडियो? आजको जुन म्युजिक भिडियो हामीले हेर्न सक्यौँ, प्रभुलाई धन्यवाद भएको होस्। एकदम राम्रो छ है। म्युजिकदेखि लिएर गीतको वर्ड्स त झन् राम्रो छ। अनि जति पनि यहाँ जवानहरूले गरिरहेको छ है, यो जति पनि भिजुअलमा काम गरेको छ अनि जति पनि स्वरहरू दिएको छ जवानहरूले एकदमै मिठो अनि राम्रो सुन्दर भएको छ। प्रभुले आशिष दिएको हुन्छ। जय मसी। धेरै धन्यवाद। अनि एकदमै राम्रो भिडियो है हेर्न पाएँ। यो चाहिँ हामी मण्डलीको पहिलो भिडियो कोही टिमले गरेको। अनि सबै कोही टिमलाई एकदमै म धन्यवाद दिन चाहन्छु। अनि आउँदो दिनहरूमा पनि अझै धेरै हामीले राम्रो राम्रो परमेश्वरको महिमाको निम्ति यस्तै भिडियोहरू बनाउने छौँ। अनि सबैले सेयर कमेन्ट गरेर अझै उत्साह बढाइदिनु होस् भनेर म सबै हेर्ने जतिलाई युट्युबमा पनि छ, यो अब लिङ्क आउने छ अनि हामी सबैले हेर्नेछौँ। यो चाहिँ परमेश्वरको महिमाको निम्ति भाइ बहिनीहरूले गरेका छौँ। अनि परमेश्वरले आशीष दिनुहुन्छ। हुन्छ। जय मसी। जय मसी। जय मसी। अनि हाम्रो पास्टरनी आमाबाट चाहिँ कस्तो फिडब्याक हामीले पाउन सक्छौँ होला हाम्रो भिडियोमा? साह्रै राम्रो, सोचेको भन्दा पनि धेरै राम्रो। सोचेको चाहिँ जस मैले थिएँ हल्का होला जस्तो लागेको थियो, तर एकदम सोचेको भन्दा धेरै मात्रामा राम्रो लाग्यो। अनि जस यो भिडियो यो गीतद्वारा पनि परमेश्वरको अवश्य नै ठुलो महिमा हुनेछ भन्ने आशा विश्वास राखेको छु। अनि युथहरूलाई पनि धेरै धन्यवाद। यति राम्रो भिडियो हाम्रो माझमा तपाईँहरूले दर्शाउनु भएको निम्ति धेरै धन्यवाद। ओके, थ्याङ्क यू। जय मसी आन्टी। जय मसी सुसम बुहारी। अनि आज हाम्रो भिडियोहरू हेरिसक्नुभयो होइन? एकदम हेऱ्यो। अनि हामी चाहिँ तपाईँहरूबाट कस्तो लाग्यो भनेर फिडब्याक हामी चाहन्छौँ। तपाईँहरूले केही फिडब्याकहरू तपाईँले दिनुहुन्छ भन्ने हामी आशामा भिडियो बनाउँदैछौँ। हुन्छ। आज सर्वप्रथम चाहिँ परमेश्वरलाई धेरै महिमा भएको होस्। अनि आजको जुन पास्टर बुवाको रचना अनि नानी बाबुहरूले युथहरूले चाहिँ एकदमै मजाले भिजुअलाइज गर्नुभएछ। एकदम सोचेको भन्दा पनि धेरै राम्रो लाग्यो, आशिषित लाग्यो।
एकदमै हाम्रो छोराछोरीहरूलाई आउँदो दिनहरूमा पनि यस्तै सङ अनि भिडियोहरू एकदमै बनाउँदै परमेश्वरमा अगाडि बढ्दै जानको निम्ति म एकदमै प्रार्थना पनि गर्न चाहन्छु। साथै सबैजनालाई फेरि एकचोटि बधाई पनि दिन चाहन्छु। धेरै राम्रो लाग्यो, धन्यवाद। जय मसी। थ्याङ्क यू सो मच, थ्याङ्क यू। जय मसी दिदी। आज हाम्रो भिडियोको फिडब्याक थोरै छोटो मिठो भनिदिनुहुन्छ कि दिदी? आजको भिडियो चाहिँ एकदमै मलाई एकदम इन्सपायर भएँ अनि म ब्लेसेड पनि भएँ त्योहरू हेरेर है। प्रभुलाई महिमा अनि धन्यवाद। अनि हाम्रो युथहरू चाहिँ यसरी अगाडि बढेको, किनभने अब भविष्यको आराधकहरू चाहिँ युथहरूलाई नै वचनले पनि भनेको छ, किनभने अब पुरानो पुस्ता त बितेर जान्छ, सधैँभरि अजम्बरे छैन। यो नानी नयाँ युथहरूले चाहिँ यो कुरो गरेर जानुपर्छ कि अब आउने जेनेरेसनलाई पनि तिमीहरूकै तर्फबाट नानीहरू युथबाट सिकेर जाने हो। चेलापन चाहिँ यसरी हुन्छ। अनि यसरी प्रभुको महिमा गर्न यो एउटा च्यानलद्वारा है, एउटा यो भिडियोद्वारा वचनसहितको एउटा प्रार्थनासहितको पवित्र आत्माको भरपुरी सहितको यो कुरो सधैँ भयो भने राम्रो हुनेछ। म एकदम खुसी छु अनि म ब्लेसेड भएको देखेर। तपाईँहरू सबैजनालाई प्रभुले आशिष दिनुभएको होस् र यो च्यानललाई पनि तपाईँहरूले प्रार्थना गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, लाइक भिडियोमा एकदम कमेन्ट गरिदिनुहोस्। प्रभुले धेरै आशिष दिनुभएको होस्। जय मसी। जय मसी आन्टी। जय मसी। हाम्रो भिडियो हेर्नुभयो नि होइन? भिडियो नि हेऱ्यो र एकदमै राम्रो लाग्यो है। के अरे भिडियो मैले आज हेर्दाखेरि मलाई यस्तो लाग्यो, हेर्दा हेर्दै मेरो खुसीको आँसु पनि झऱ्यो है। यति राम्रोसँग भिडियो गर्न सक्छ होला हाम्रो युथ टोलीले, हाम्रो आमिन मण्डलीको परिवारको युथ टोलीले यति राम्रो भिडियो गर्न सक्छ। प्रभुमा यति धेरै अगाडि बढ्नुभएको छ भने मलाई त्यति लागेको थिएन। यो अगाडि बढ्नुभएको छ प्रभुमा, तर पनि यो भिडियो यति राम्रो गर्छ अहिलेसम्म गरेको छैन। त्यही भएर आज भिडियो यति राम्रो गर्छ भन्ने मैले सोचेको पनि थिएन। मेरो आँखाबाट आँसु नै झऱ्यो है, हर्षको आँसु झऱ्यो, खुसीको आँसु। एकदम खुसी लाग्यो। प्रभुलाई धन्यवाद। यो सबै प्रभुको आशिष हो। मलाई त्यो प्रभुमा विश्वास छ, प्रभुको आशिष हो। प्रभुलाई धन्यवाद। अनि प्रभुको आशिषले गर्न सकोस् भनेर म प्रार्थना गरिरहनेछु र के अरे आशिष प्रभुले पनि आशिष दिनुहुनेछ र प्रभुलाई पनि धन्यवाद र तपाईँहरूलाई पनि धन्यवाद। यसरी भिडियो देखाउनु भएकोमा हुन्छ। जय मसी। थ्याङ्क यू सो मच। जय मसी दिदी। जय मसी। अनि आज हाम्रो भिडियो हेर्नुभयो नि होइन? अनि एकदमै मजाले कस्तो फिडब्याक दिनुहुन्छ त हजुरले? फिडब्याक चाहिँ मेरोबाट चाहिँ एकदमै फर्स्ट अफ अल परमेश्वरलाई धन्यवाद भएको होस्। अनि विशेष गरी आमिन मण्डलीको फुल फ्यामिलीलाई नै कङ्ग्रेचुलेसन। अनि युथहरूलाई पनि एकदमै धेरै ब्लेसिङ बोल्दछु है। एकदमै राम्रो, हामीले सोचेको भन्दा पनि बेस्ट, एकदमै बेस्ट भन्दा बेस्ट भएको छ। भिडियो अडियो सबै होइन, भोइसदेखि लिएर सङ्गीत शब्द अति नै राम्रो छ र परमेश्वरलाई माया भएको होस्। आउनेवाला फ्युचरमा पनि यस्तै परमेश्वरले अझै यो सबै ट्यालेन्टहरूबाट प्रभुले महिमा लिन सकेको होस् है। एकदम मेरोबाट चाहिँ 10/10। थ्याङ्क यू सो मच। जय मसी दिदी। जय मसी। आज हाम्रो भिडियो तपाईँहरूले हेर्नुभयो, कस्तो लाग्यो त? हामीले एकदमै राम्रो है। अब त्यो त सोचेको पनि थिइनँ। अहिलेको है आमिन मण्डलीको जवानहरू चाहिँ यति साह्रो एक्टिभ, यति साह्रो अब एक्टिभ है। अब उहाँहरू यति साह्रो हुनुहुँदो रहेछ। उनीहरूले अब हरेक ठाउँमा यति मजाले पर्फर्मेन्स दिइरहनु भएको छ है। एकदम खुसी लाग्यो, धेरै आशिषित बने म यो भिडियो हेरेर। साथै आउने दिनहरूमा अझै है प्रगति अझै राम्रोसँगले अझै एकदम इम्प्रुभमेन्टहरू हुँदै जाओस् भन्ने आशा छ। थ्याङ्क यू। जय मसी दिदी। जय मसी। हामी फिडब्याक सुन्न चाहन्छौँ हजुरको पनि। हजुर, तपाईँहरूको भिडियो चाहिँ एकदम राम्रो लाग्यो है। एकदम मिनिङफुल, कनेक्ट है, अमेजिङ, ब्युटिफुल्ली मेड, एडिटिङ, फ्रेस सबै कुरो। त्यसलाई चाहिँ म के भन्छु भने सुपर क्यालिफ्रेजिलिस्टिक्स एक्सपियालिडोसियस है। एकदम फेरि पनि अपकमिङ भिडियो हामीले योभन्दा पनि राम्रो, अझै योभन्दा पनि राम्रो अपग्रेडमा हामीले हेर्न पाऊँ। ओके, थ्याङ्क यू सो मच। फिडब्याक लिइराखेको चाहिँ कस्तो लाग्यो त तिमीलाई? मलाई चाहिँ एकदमै राम्रो लाग्यो। सोचेको थिइनँ अब त्यो लेभलको हुन्छ भनेर। अन्त भिडियो पनि एकदमै राम्रो। अनि त्यसमा जुन चाहिँ वर्ड्सहरू छ होइन, त्यो भजनमा भएको शब्दहरू पनि सुन्दा एकदमै मनैमा छुएर आयो। एकदमै राम्रो लाग्यो। अनि जस्तो तपाईँहरूले गर्नुभयो अहिले त्यस्तै अब पछि पनि गर्दै जानुहोस् भन्ने सम्झिन्छु। अन्त फलो लाइक गरिदिनुहोस् सबैले है। धन्यवाद। जय मसी। धन्यवाद।